एभ्रिवान हैन म चाहिँ आज यो नयाँ न्यू हैन मार्केटमा आएको यो हिरो गोप्रो ब्ल्याक 13 को बारेमा चाहिँ आज तपाईहरुलाई चाहिँ म रिभ्यू गर्न गइरहेको छु हैन। यो चाहिँ वान अफ द अमेजिङ गोप्रो न्यू फिचर्स हैन। अब यसको न्यू भर्जनको आज यसको बारेमा चाहिँ म टक्क लाएर हल्का इन्फर्मेसनहरु दिन्छु हैन। गोप्रो हिरो 13 ब्ल्याक को एचबी सिरिज लेन्सेस चाहिँ प्लस पावरफुल ब्याट्री चाहिँ क्या यसको चाहिँ मेन चाहिँ यो गोप्रो 13 ब्ल्याक को चाहिँ फिचर्स भन्दा चाहिँ एचबी सिरिज भएर यसको प्लस अब पहिलाको गोप्रोहरुमा चाहिँ अब यो लेन्सेसहरु थिएन के हैन। अब यसमा चाहिँ प्लस लेन्सेसहरु पनि थपेको छ के 13 ब्ल्याक मा चाहिँ अनि प्लस अनि यसको चाहिँ पावरफुल ब्याट्री लाइन छ। प्रोफेसनल अनि भिडियोग्राफी के यसको 5.3K भिडियो र हैन अनि स्लो मोसन चाहिँ बबाल माइन्ड ब्लोइङ स्लो मोसन के 400 मेगापिक्सल पर सेकेन्ड के सरी 400 फ्रेम रेट पर सेकेन्ड के माइन्ड ब्लोइङ स्लो मोसन देख्न सक्नुहुन्छ के यसमा चाहिँ बवाल लाग्छ के। पानीमा डुब्यो भने यताउति भयो भने हैन 33 फिट सम्म चाहिँ केही पनि फरक पर्दैन। अनि ब्लगिङलाई मात्र नभएर स्टुडियोको लागि पनि बवाल नै हुन सक्छ के। अर्को एउटा चाहिँ यसको प्लस पोइन्ट भनेको हाइपर स्मुथ हो के। भिडियो स्टेबलाइजेसन भर्जन 6.0 छ हैन त्यसले चाहिँ तपाईको हल्का सेकी मुभमेन्टहरु चाहिँ आउन पाउँदैन के त्यसले चाहिँ प्लस गर्छ के त्यसले होला। इज गोप्रो हिरो 13 वर्थ इट? अभियसली हैन यो चाहिँ